आजको मौसम चाहिँ यस्तो छ है, पुरा पानी पर्दैछ, हावा नि चल्नु लागिरहेछ। अनि यहाँनिर झन्डै नजिकैको बाहेक चाहिँ दृश्यहरू पनि देखिरहेको छैन, केही पनि देखेको छैन है। यहाँ चाहिँ हाम्रो एउटा सुँगुर आउँदैछ। अनि यहाँनिर लुगा मैले उठाएँ, टक्क साथले मैले लुगा उठाएँ, त्यहाँ छेकिने ठाउँमा चाहिँ राखेँ होइन। यहाँ लुगा उठाइरहेको छु। अनि यहाँ छ हाम्रो एउटा फेरि है हिँड्दैछ यो आमा चाहिँ। अनि त्यहाँदेखि यहाँनिर चाहिँ छ हाम्रो कुखुराको खोर। यहाँनिर कुखुराको खोर हो यो होइन। यहाँ चाहिँ मुनि चाहिँ कुखुराहरू ठुलोहरू बस्ने, अनि माथि चाहिँ त्यो के भन्छ अन्डा पार्ने ठाउँ चाहिँ खासमा बनाएको हो। अनि त्यहाँदेखि यता पनि छ अन्डा पार्ने ठाउँ नै बनाएको हो खासमा यसलाई पनि। अनि म चाहिँ अब फेरि पनि 150-150वटा गिरिराज कुखुराहरू चाहिँ प्लस गर्नु लागिरहेको छु। यहाँ चाहिँ छ हाम्रो रक्सी पाल्ने ठाउँ, जहाँ रक्सी अब अनि हुन्छ नि चारोहरू पकाउने ठाउँ चाहिँ यहाँ छ। अनि यो हाम्रो तिरपाल चाहिँ यस्तो भइसकेको छ। अब यसलाई चाहिँ म जस हामी टिन अर्को लाउनु लागिरहेको छौँ यसलाई निकालेर। तर हाम्रो टिन चाहिँ आइसकेको छैन, किनभने हाम्रो बाटो चाहिँ अहिले बन्द छ नि त, तलतिर पिच के हो गर्दैछ, त्यही भएर चाहिँ बन्द छ र चाहिँ अहिले ठ्याक्कै भइरहेको छैन। अनि त्यस पछाडि यहाँनिर हामी टिन लाउँछौँ। अनि यहाँ माथि चाहिँ हाम्रो मकैबारीहरू छ, यसो सागसब्जीहरू पनि छ। अनि यहाँ चाहिँ छ हाम्रो सानो पसल। अनि यहाँ चाहिँ छ हाम्रो बालबच्चाहरू, कुनै कता अब पानी पर्यो नि त तितर बितर हुँदैछ। कोही चाहिँ सुँगुर खोरमै सुतिरह होला। अनि त्यहाँदेखि यहाँ चाहिँ छ हाम्रो दाउरा, यहाँनिर चिरेको छ थोरै, अरू अनि चिरेको छैन। परतिर यस्तो थुप्रै ढालि नै रहेको छ, तर अब ल्याउनु बाँकी छ नि त, ट्र्याक्टरले ल्याउने हो, त्यही भएर। अनि हाम्रो चाहिँ नजिकै खोला पनि छ। यो चाहिँ बर्खामा चाहिँ एकदम ठुलो हुन्छ, अब अहिले चाहिँ सानै छ होइन। अनि पानीहरू पर्यो भने चाहिँ ठुलो पनि हुन्छ। यहाँबाट चाहिँ मान्छे एकजना पनि बगाएको हो। अनि यहाँनिर पुल हाल्ने कुरा पनि छ, भन्दा नि यो नापी चाहिँ भइसकेको छ पुलको लागि, तर अहिलेसम्म चाहिँ पुल ठ्याक्कै हालिहालेको चाहिँ छैन। यो खोला चाहिँ ठुलै हुन्छ नि, अहिले हेर्दा मात्रै यत्रो हो यो खोला चाहिँ। पछि बर्खामा हेर्ने भने चाहिँ यति ठुलो हुन्छ यो खोला है। यो ढुङ्गाहरू केही पनि देखिँदैन है, पुरै केही। यता चाहिँ छ हाम्रो यो यतापट्टि जाने चाहिँ छ हाम्रो यो के भन्छ मेन रोड। यो चाहिँ अब धरान बेलटारहरू जान्छ यो रोड चाहिँ भने। यता मास्तिर छुटेको रोड चाहिँ हाम्रो घर जाने बाटो हो। हाम्रो घर चाहिँ यता माथिबाट यो रोडबाट जान्छ। अनि मास्तिर जानुपर्छ हाम्रो घर जानलाई चाहिँ। यहाँ मास्तिर चाहिँ हाम्रो बाख्राको खोर छ। अनि यस्तै छ है। अनि पुरै जङ्गल छ नि त यहाँ वरिपरि है, घरहरू पनि नजिकै छैन। तर यहाँ मास्तिर चाहिँ बनिँदैछ, तर अहिले ठ्याक्कै बनिसकेको चाहिँ छैन। यहाँ पुरै वरिपरि जङ्गल है, बिचमा छ एकदम खोज टाइपमा बिचमा छ नि त हाम्रो जस हामी अहिले बसिरहेको ठाउँ चाहिँ। हामी यहाँ चाहिँ हुन्छ नि सामान्य व्यवसाय प्लस यसो पशुपालन जस्तै गरेर बसिरहेको छौँ। अनि अब जे होस् आफ्नै गाउँमा केही गरौँ भन्ने हो सकभर चाहिँ होइन। अनि यहाँदेखि चाहिँ अनि ठ्याक्कै अघि मैले भिडियो बनाएकोदेखि ठ्याक्कै परतिर चाहिँ फेरि एउटा झरना छ। अनि त्यो झरना पनि अहिले मात्रै त्यस्तो हो, पछि चाहिँ यस्तो ठुलो हुन्छ कि त्यो झरनाले पनि बाटोहरू पुरै छेकिरहेको हुन्छ। यसो भिडियो बनाइदिउँ भनेको मामा भिजे पो। तपाईँ फेरि तलतिर जानु नि। यहाँ चाहिँ हाम्रो बिजोक छ, यहाँनिर चारो पकाउनलाई रेडी गरिरहेको छौँ। अनि अब यहाँनिर तयारी गर्नुहुँदैछ। यहाँ सब हाम्रो जाँडहरू छ। यहाँ चाहिँ छ हाम्रो चित्राले बारेको, चित्राले छाएको। अनि यता छ हाम्रो यो बाख्राहरूले खाने बोट बिरुवाहरू। अनि यहाँ चाहिँ छ मासु,
यो चाहिँ हिजोकै हो, तर मासु लाने मान्छे चाहिँ अब रातभरि पसलमा यहाँनिर अब यताउता साथीसँग रमाइलो गरेर घर जानै बिर्सिनु भयो। उहाँ चाहिँ सुतिराख्नु भएको छ है। खै यो चाहिँ पोलको खोर्सानी हो, मतलब पोलको बोट हो। खाने बेला त्यति भएको त छैन, तर पनि पुरै झारले उयो भइराखेको छ सबै। यो झारहरू उखाल्यो भने त अब राम्रै हुन्थ्यो होला, तर झारहरू धेरै छ होइन यहाँनिर। अनि अर्को यो पालिको नयाँ बोट चाहिँ मास्तिर रोपेको छ बाख्राको खोरमा। यो चाहिँ सबै पुरानो बोटहरू यहाँ नै छ अलिअलि त, त्यस्तो धेरै चाहिँ रहेनछ। यसो खानलाई अनि कहिले कहिले यसो चटपटेहरूतिर हाल्नुको लागि चाहिँ हुन्छ। अनि हाम्रो यो खोर्सानी के अरे यो के भन्छ यसलाई, सिस्नु खोज्नु पनि टाढो जानु पर्दैन। हाम्रो चाहिँ घर वरिपरि नै हुन्छ सिस्नुहरू। यतातिर चाहिँ टाढो टाढो जानु पर्दैन सिस्नु खोज्नुको लागि पनि। यता नि छ खोर्सानी होइन, ऊ पल्लो बोटमा नि टक्क नै रहेछ।